आज चाहिँ है सिमरायो बेच्दै बजारतर्फ लाग्यौँ हामी चाहिँ। पुस्काको अर्डर छ 11 तारिक है 11 तारिकको। अन्त हामी चाहिँ आज चाहिँ सिमरायो बेच्दै है आपाले सिमरायो पठाउनु भएको थियो। हेर्नुहोस् है सिमरायो चाहिँ घरमै मजाले गोबरमा उम्रेको मात्रै हो। यसको दाम पनि एकदमै सस्तो छ, रिजनेबल है, 30 रुपिस मात्रै हो। र यसलाई चाहिँ फ्रन्टमा राखौँ है कान्छी, देखाउँदै लैजाउँ न मार्केटिङ हल्का। त्यो दैलो ल यसलाई चाहिँ यहाँ राखौँ बरु हो। फुटाउँछ होला हौ कान्छीले फेरि। यो धुप्पीको उयस पनि छ हो। र हेर्नुहोस् है सिमरायो चाहिँ यतिको छ है ल। र आज चाहिँ बेच्दै जाने हामी है। ए हो र, म भ्लग गर्दैछु नि त भन्छ। ल लाग्यौँ है त साथीहरू हामी चाहिँ। अबुई त्यहाँ हेर्नु त घरै गनाउँछ, 30 रुपियाँ मात्रै हो। यो चाहिँ तपाईँलाई मिठाई खाने ल छ नि अझै उयो एक बोरा छ पछाडि हेर्नु नि। बोनी ल राम्रो होस् ल। ल सेकेन्ड 10 वटामा 2टा चाहिँ गयो है हाम्रो। यहाँनिर राखिदिनु भयो है काकीहरूले, धन्यवाद। आउनु पर्यो नि त, धन्यवाद। 20 रुपिस देऊ न। कान्छाले चाहिँ हेर्नु न पर्सै बिर्सेछ हो। मैले बोक्दैछ भनेर सोचेछ, मैले चाहिँ उसलाई पैसा बोक्यो भनेर सोधेँ भन्यो हो। अन्त म त ला बोक्दिनँ, फेरि घर फर्किनु पर्दैछ हो। हाम्रो चाहिँ टोटल 5 वटा बिकिसकिसक्यो सिमरायो चाहिँ है। र अब 5 वटा रहेको छ। र यो कुनै उयस त होइन है ठुलो कुरा, किनकि पहिला गरेकै हो, व्यापार गरेकै हो, बेचेकै हो होइन। अन्त त्यही भएर मलाई त्यस्तो उयो साह्रो त लाग्दैन। उयो सिमरायो राख्नुहुन्छ बढी? सिमरायो साग राख्नुहुन्छ? हजुर। र रिजेक्सन भन्ने चिज है यहाँ छ काटेर। सिमरायो हजुर 30 रुपियाँ मात्रै, दामी छ। फोन पक्र घरको खानेपानीमा। र हामीले चाहिँ सबै सिमरायो सक्यौँ है। र अहिले चाहिँ फिलहाल कान्छीले ड्राइभिङ गर्दैछ। हामी चाहिँ रेलीदेखि अलिक माथि आइपुग्दाखेरि सबै सक्यो है। र धेरै ठाउँ रिजेक्सन पनि भयो, बिजनेसको रुलै यही हो नि त है। र कोही ठाउँ रिजेक्ट पनि हुन्छ, कोही ठाउँ पनि हामीले सक्सेस पनि पाउँछौँ होइन। कोही ठाउँ कमायौँ पनि, कोही ठाउँ वेस्ट पनि गऱ्यौँ होइन। र अहिले चाहिँ हामी सकेर बजारतर्फ जाँदैछु। कान्छीले कुदाउँदैछ गाडी रेस्टुरेन्टमा, कान्छी ड्राइभर। अन्त उयो सिमरायो चाहिँ 30 रुपियाँ गोटा थियो है। कोही ठाउँ चाहिँ बाबैले चाहिँ 5 रुपियाँ दिनुभएको छ, 25 रुपियाँ दिनुभएको छ है। 5 रुपियाँको चाहिँ बाबाले बिल्डिङ बनाउँछ अरे, ल ठिकै छ भनेर बाबालाई छोडिदिइराखेँ। र यस्तै हो व्यापार भनेको, यसरी नै चल्नुपर्छ, केही छैन है। र यसरी नै है पहिलादेखि गरेकोले चाहिँ धेरै कुरो सिकाइरहेको छ। र चाहिँ लर्निङ स्टेजमै छु, हरेक गल्तीहरूबाट सिकिरहेको छु है। र कान्छीलाई चाहिँ एकदम सिकाउने चाहिँ मेरो एकदम ठुलो सपना थियो क्या, कान्छीले गाडी कुदाउने। र त्यही कारणले चाहिँ मैले कान्छीलाई चाहिँ गाडी कुदाउनु सिकाउँदैछु। र धेरै कुदाउँदैछ, धेरै राम्रो कुदाउँदैछ हो। अन्त घरिघरि चाहिँ तर्साउँछ पनि हो कान्छीले, जिरिङ पनि बनाउँछ घरिघरि चाहिँ। तर म चाहिँ नि किन डराउने कामै छैन। घरि चाहिँ भित्ताबाट काटिदिन्छ, घरि छेउबाट काटिदिन्छ हो। पहिला त साँप कुदाउँथ्यो नि कान्छीले त, बाटो बिचमा त साँप कुदेको जस्तो नि। अब यस्तो कुदाउँथ्यो, यस्तो कुदाउँथ्यो कि होइन कान्छी। अन्त अहिले पर्फेक्ट हुन्छ एक दिन। सबैजना पर्फेक्ट भएर आएको हुँदैन नि त होइन। सिक्दै जान्छ। स्कुटी सिकाउँदा कान्छीलाई यहाँनिर झन्डै मलाई लडाएको छ कान्छीले हो यो टर्निङमा, याद छ तिमीलाई? यस्तै हो स्कुटी त झिङ्गा हो नि, केही हुँदैन, म त एकै कुदाइदिन्छु। हो र झिङ्गा हो स्कुटी चाहिँ, झिङ्गा अरे कुदाइदिन्छ अरे इजिली। यो गाडी छ नि टप लाग्छ। कहिले चाहिँ म यो गाडी पनि आज त झिङ्गा हो नि, टिप्पर कुदाउँदै गर्दाखेरि चाहिँ त्यसो भन्दै गरेर गर्छ होला नि। र हामी चाहिँ लाग्यौँ है त पुस्काको लागि। अब पुस्काको अर्डर छ हाम्रो है। र
र त्यही भएर पुच्काको 11 तारिकको अर्डरले गर्दा चाहिँ हामी चाहिँ बजार जानै पर्यो काम घरमा पनि चल्दै थियो है यस्तो आधा बिचमै काम छोडिकन आएको हामी चाहिँ अब मेरो मस्ट अब कामहरू है सक्नु आँट्यो कम्प्लिट हुनु आँट्यो तर अब के गर्नु जानै पर्यो गर्नै पर्यो है अर्डर त क्यान्सल गरिदिनु भएन अरूको स्पेसल डेलाई बोरिङ त बनाइदिनु भएन हामीले पक्का हो हो ए डिलिभरी पनि लान्छ है घरिघरि बेला चाहिँ गाडीहरू आउँदा चाहिँ अलिकति घरिघरि चाहिँ अब त्यो झसङ्ग बनाउँदै गर्नु पर्यो नि त त्यो बुकु पनि कडा हुन्छ त्यसले चाहिँ कडा हुन्छ के तग्रा हुन्छ होइन हामी चाहिँ रुम आइपुग्यौँ है त अब चाहिँ सुरु भयो हाम्रो चाहिँ भन्दा पनि मेरो चाहिँ पानीपुरीको लागि सामान ल्याएको छु है पानीपुरी बनाउनु पर्यो आज चाहिँ अलिक ढिलो भयो है कान्छी चाहिँ सब्जीको मेलो गर्दैछ सब्जीको मेलो कफी बनाउने कान्छी कफी ल कफी खाइदिउँ है कफी खाएर चाहिँ सुरु हुन्छ खेला हुन्छ हस् त सबैजनालाई बाई कान्छी बाई गरिदिउँ न सबैजनालाई तर मेरो रुमको इग्नोर गरिदिनु इग्नोर गर्दैन किनकि हाम्रो रुम चाहिँ यस्तै छ हेर्नुहोस् है लथाल ढिङ्गै है यो रुमलाई के गर्नु र टाइम पाएकै छैन